हेलो गाइज एभ्रिवान म चाहिँ आज मालदिप्सको हटिया बजार भन्ने ठाउँमा जाँदैछु है। धेरै सब्जीहरू पाउने ठाउँ हाम्रो नेपालमा हटिया भन्ने लाग्छ नि, यहाँ मालदिप्सको पनि बिहानदेखिको रातिको 7 बजीसम्म हुँदो रहेछ। अनि मार्केट चाहिँ हामी भेजिटेबलहरू लिनुलाई अफिसबाट चाहिँ 1 घन्टाको ब्रेक हुन्छ, त्यतिखेर चाहिँ जाँदैछौँ। अनि यहाँ चाहिँ सबै समुद्रको छेउमा हुँदो रहेछ अनि आइल्यान्डबाट डाइरेक्ट ल्याउँदो रहेछ क्या। यहाँ मार्केटमा चाहिँ ताजा ताजा फ्रेस पाउँछ भनेर चाहिँ अनि सस्तो पनि हुन्छ भनेर त्यहाँ गएको। तर अब सस्तो त के भन्नु, अब अरू मार्केट भन्दा चाहिँ सस्तो त सस्तै रहेछ, तर मलाई त धेरै महँगो लाग्यो। अनि यो चाहिँ समुद्र त्यही नाउहरूबाट चाहिँ सप्लाई गर्छ। यहाँ नरिवल देख्न सक्नुहुन्छ है, नरिवलको पानी। अनि यहाँ चाहिँ भेजिटेबलहरू सबै भेजिटेबलहरू नेपालको जस्तो साग पाउँदैन रहेछ, खोजेको मरेकाटै भेटिनँ। अनि आलुहरू लिएर प्याजहरू यहाँ चाहिँ मेरो भाइ छ, भाइले हेल्प गरिदिँदैछ मलाई। अनि यहाँ हेर्न सक्नुहुन्छ मालदिप्सको है यो आइल्यान्डको प्याज आलु अनि केराहरू सबै मालदिप्सको त्यहाँ आइल्यान्डबाट ल्याएको। यो नरिवलहरू अनि त्यहाँदेखि हामी चाहिँ सपिङहरू गरिसकेर मेरो ब्रेक टाइम पनि फिनिस्ड हुन आँटेर जाने हतार त भाइलाई भनेर चाहिँ हामी फर्केको। ओके गाइज, सबैजनाले हेर्दै गर्नु होला, फेरि पनि अर्को आउने नेक्स्ट भिडियो हाल्नेछु। अनि हामी चाहिँ अब रुममा गएर फेरि सामानहरू राखेर चाहिँ अनि फेरि अफिस जानुपर्ने हुन्छ।